लगातार 4 खेल हारेर लगभग रेसबाट बाहिरिसकेको जनकपुर बोल्ट्स आज अचानक नयाँ रूपमै देखियो। एकातिर चितवनले 176 रनको विशाल स्कोर बनायो, अर्कोतिर माझ सदाकत र अनिल शाहले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई पहिलो जित दिलाए। के यही जितले जनकपुरको प्लेअफ सपना फेरि बिउतियो त? डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल 2025मा आखिरकार आफ्नो पहिलो जित निकाल्न सफल भएको छ। कीर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजले दिएको 177 रनको लक्ष्य केवल 17.3 ओभरमै 4 विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानी युवा अलराउन्डर माझ सदाकतको धमाकेदार 63 रन र अनिल शाहको शानदार 61 रनको मद्दतमा जनकपुरले चितवनलाई 6 विकेटले पराजित गर्दै अङ्क तालिकामा पहिलो 2 अङ्क जोडेको हो। यस जितसँगै जनकपुरको प्लेअफ पुग्ने सम्भावना गणितीय रूपमा अझै जीवित बनेको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले 20 ओभरमा 4 विकेट गुमाएर 176 रन बनाएको थियो। डेभिड मालान र अर्जुन साउदले पहिलो विकेटका लागि शानदार 112 रनको साझेदारी गर्दै चितवनलाई बलियो सुरुवात दिलाए। मालानले 54 बलमा 4 चौका र 5 छक्काको मद्दतमा 80 रन, जबकि अर्जुन साउदले 39 बलमा 52 रन जोडे। कप्तान कुशल मल्लले अन्तिम ओभरमा आक्रमक खेल्दै अभिजित 30 रन थपे। 177 रनको चुनौती पछ्याउन मैदान उत्रिएको जनकपुरले उत्कृष्ट सुरुवात गर्यो। माझ सदाकत र आसिफ शेखले पहिलो विकेटका लागि 45 रन जोडेपछि माझ र अनिल शाहबीच दोस्रो विकेटका लागि 49 रनको महत्त्वपूर्ण साझेदारी भयो। माझ सदाकतले केवल 24 बलमै अर्धशतक पूरा गर्दै 63 रन, 6 चौका 4 छक्का बनाए भने अनिल शाहले 36 बलमा 4 चौका र 3 छक्का सहित 61 रन जोडे। अन्त्यमा आदित्य महताले 18 रन जोड्दै टिमलाई जितको लाइनमा पुर्याए। यो सिजन लगातार हार खेपेको जनकपुरका लागि यो जित निकै भावनात्मक र महत्त्वपूर्ण बन्यो। प्लेयर अफ द म्याच बनेका अनिल शाहले टोलीको मनोबल अहिले फर्केको र बाँकी 2 खेल जितेर प्लेअफ सम्भावना जोगाउने प्रतिक्रिया दिए। उता चितवनका लागि यो 5 खेलमा तेस्रो हार हो, जसले उसको प्लेअफ यात्रा अझै कठिन बनाएको छ। आजको खेलले एउटा कुरा स्पष्ट देखायो, क्रिकेटमा एक खेल नै टिमको भाग्य मोड्न सक्छ। माझ सदाकत र अनिल शाहको ऐतिहासिक ब्याटिङले जनकपुरलाई पुनः प्रतिस्पर्धामा फर्काएको छ। अब सबैको नजर जनकपुरका बाँकी 2 खेलमा रहनेछ। के जनकपुरले वास्तवमै चमत्कार गर्दै प्लेअफ पुग्न सक्छ, कि यो जित केवल ढिलो आएको जागरण मात्रै हो? यस्तै महत्त्वपूर्ण अपडेट, खेलको विश्लेषण तथा ताजा खबरहरू निरन्तर पाउनका लागि स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला।